आज अब हामी सिक्छौँ रिटेनिङ वाल कसरी हाल्ने। अब हामी यहाँ क्रस सेक्सनमा जान्छौँ। क्रस सेक्सनमा गएर कुनै एउटा हामीले यो सिलेक्ट गर्छौँ। अब यो पोर्सन भनेपछि यसमा हाम्रो यो फिल सेक्सनमा अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि यहाँ रिटेनिङ वाल हाल्नु पऱ्यो। अब यहाँ रिटेनिङ वाल कसरी हाल्ने त? रिटेनिङ वाल हाल्न सिम्पल छ। हामीले के गर्नु पऱ्यो भन्दाखेरि हाम्रो अब यो राइट पोर्सनमा हाल्नुपर्ने हो। त्यही भएर अब हामी राइट साइडमा जान्छौँ। यहाँ राइट साइडमा यो राइट स्ट्रक्चर भन्ने अप्सनमा गएर हामीले यहाँनिर अब के हाल्ने, ग्याबिन वाल हाल्ने कि मेसिनरी वाल हाल्ने हामी एउटा सिलेक्ट गर्छौँ। अब मैले यहाँ अब अहिले हाल्न आँटेको भनेको अब यहाँ मैले अब मेसिनरी रिटेनिङ वाल हाल्छु। त्यही भएर मैले ए सिलेक्ट गरेँ। अब यहाँनिर अब मैले यो मेरो यो पोर्सनमा मैले यहाँ मेसिनरी रिटेनिङ वाल हाल्नु छ। अब यहाँ माथि हाल्ने कि तल हाल्ने भन्ने कुरो छ। अब मैले यहाँ सिम्पली अब मैले यसलाई सेलेक्ट गरेँ। यहाँ सेलेक्ट गरेर मैले एड गरेँ भने यहाँ तल आउँछ। अब हामीलाई चाहिने भनेको यो माथि हो। अब माथि लानलाई के गर्न सकिन्छ भने अब यसलाई पहिला हामी यहाँ टक्क सेलेक्ट गरेर यसलाई डिलिट गरौँ। अब हामीलाई हाल्नुपर्ने यहाँ माथि हो। यहाँ माथि हाल्नलाई अब हामीले सिम्पली यसलाई सेलेक्ट गरेर यहाँ हामीले एड इन्सर्ट गऱ्यौँ भने यो माथि हुन्छ। यति हो क्या। अब यो हामीले अब जस्तो कतै अब हामीले यो फिल सेक्सन अब धेरै छ अरे। अब फिल सेक्सन धेरै भएको पोर्सनमा अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि यसलाई यहाँनिर यसलाई सेलेक्ट गर्ने, यहाँनिर अझै एउटा इन्सर्ट गरेपछि यसको तल पनि आउँछ। अब हामीले यहाँनिर फिल सेक्सन थोरै छ, त्यही भएर अब हामीले एउटा हाल्यो भने पुगिहाल्यो। त्यही भएर यहाँनिर अब एउटा हामी डिलिट गरौँ, एउटा भएपछि पुग्छ। अब यस्तै गरी एउटा अझ हेरौँ। अब यहाँनिर हामीले हाल्नुपर्ने भनेको यहाँनिर यो फिल सेक्सनमा हामीले रिटेनिङ वाल हाल्नुपर्ने हो। अब यो रिटेनिङ वाल हाल्नलाई हामीले सिम्पल यहाँ अलरेडी हाम्रो मेसिनरी रिटेनिङ वाल सेलेक्टेड नै छ। हामीले यहाँनिर टक्क एउटा लेफ्ट क्लिक गरौँ, यो सेलेक्ट भयो। सेलेक्ट भएपछि अब हामीले यहाँनिर इन्सर्ट गरौँ, यहाँ एउटा सेलेक्ट हुन्छ। यहाँनिर अझ पुगेन हो। यस्तो कन्डिसनमा जस्तै अब यहाँनिर हाम्रो पुगेको छैन, यहाँ हाम्रो स्लोपलाई अहिले मिटै गरेन। यस्तो कन्डिसनमा हामीले अझ एउटा हाल्नुपर्ने हुन्छ। त्यही भएर हामीले यसलाई सेलेक्ट गर्छौँ। यसलाई सेलेक्ट गरेपछि हामीले फेरि एकचोटि इन्सर्ट गर्छौँ अनि यहाँनिर अझ एउटा आउँछ। यति भएपछि हाम्रो यो पोर्सन कम्प्लिट हुन्छ अनि यो स्टेबल हुन्छ। यसरी नै अब सबैमा हाल्दै जानुपर्छ। अब स्लोप कट फिल सेक्सन हेर्दै अब हामीले हाल्दै जानुपर्छ। यदि लेफ्ट सेक्सनमा हाल्नु पऱ्यो भने हामीले लेफ्ट साइडमा एड गर्नु पऱ्यो। राइट पोर्सनमा हाल्नु छ भने हामीले राइट पोर्सनमा एड हाल्नु पऱ्यो। यति हो आजलाई रिटेनिङ वाल हाल्ने स्ट्रक्चर यति नै हो। अब अरू भिडियो म चाँडै लिएर आउँछु।